हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल र फेरि पनि हजुरहरूलाई मेरो च्यानल अनि मेरो ब्लगमा वेलकम छ। आज फेरि पनि हजुरहरूको अगाडि एकदमै नयाँ एकदमै इम्पोर्टेन्ट भिडियो लिएर आएछु। एउटा सानो भिडियोभन्दा सानो भिडियो अनि तपाईँहरूको लागि एकदमै इम्पोर्टेन्ट भिडियो र विशेष गरी मेरो प्यारा आमा दिदी बहिनीहरूको लागि चाहिँ यो भिडियो बनाउन लागिरहेको छु। यो भिडियो के हो भन्दाखेरि अहिले एकदमै चलिरहेछ जुन कुरा चाहिँ अन्नपूर्ण भण्डार है, जुन पहिला लक्ष्मी भण्डार थियो र सेम अहिले चाहिँ एउटा नयाँ नाम दिएको छ। नयाँ सरकारले एउटा अन्नपूर्ण भण्डार है, र जो चाहिँ तपाईँले एकदमै आफूले पाउने अधिकार हो, तपाईँले पाउनुपर्छ। जुन लक्ष्मी भण्डार पाइराख्नु भएको थियो त्यो तपाईँहरूले पाउनुहुनेछ र पाउनै पर्छ। र हाम्रो जति पनि नयाँ हाम्रो दिदीबहिनीहरू पनि हुनुहुन्छ उहाँहरूले पनि एप्लाई गर्न सक्नुहुनेछ। र विशेष गरी चाहिँ म के भन्दछु भने मलाई अलिकति जानकारी भएको कुरा चाहिँ के हो भन्दाखेरि तपाईँहरूलाई क्लियर भएको होस्। र कतिजनाले त तपाईँहरूले भरिसक्नुभयो र कतिजना अझै कन्फ्युजनमा हुनुहुन्छ, त्यसको उहाँहरूको लागि चाहिँ यो भिडियो है। र विशेष गरी अस्ति जुन 30 अनि 31 मेमा पनि अफिस पुरा खुल्ला थियो है, शनिबार आइतबार अफिसहरू पुरा खुल्ला थियो। जग्गा जग्गा गाउँ गाउँमा क्याम्पहरू पनि लगाएको थियो आफ्नो आफ्नो एरियामा है। र त्यहाँ कतिजनाले भन्नुभयो, कतिजना टाढामा हुनुहुन्थ्यो र कतिजनाले बुझ्नु भएन र कतिजनाले यो कुराहरू भर्नु भएन। तर पनि तपाईँहरूको एकदमै टाइम छ अझै पनि, किन भन्दाखेरि यो टाइम बितेको छैन। यो चाहिँ तपाईँहरूको अस्ति 30 र 31 मेमा चाहिँ जसले भन्नुभयो त्यो चाहिँ मेको तपाईँले जुनमा पाउनको लागि मात्रै, अलिकति छिटोको लागि मात्रै यो तपाईँले छिटै पाउनुहुन्थ्यो 3000 गरेर। त्यसको लागि चाहिँ 30 र 31 मेमा पनि यो खुल्ला थियो अफिसहरू र तपाईँले भर्न सक्नुहुन्थ्यो अनि भेरिफाई भएर यो सबै कामहरू भइहाल्थ्यो। तर अझै पनि समय छ तपाईँहरूको, एकदमै अझै समय छ। तपाईँले यो जुनमा पनि पुरा भर्न सक्नुहुनेछ। जुनको चाहिँ तपाईँले जुलाईमा पाउनुहुनेछ, यति मात्र हो। तपाईँहरूले अलिकति कम्ती पाउनुहुनेछ, जुनको चाहिँ जुलाईदेखि 3000 गरेर पाउनुहुनेछ। यति मात्रै कन्फ्युजन हो। कतिजना कन्फ्युजन हुनुहुन्छ, तपाईँहरूले कतिजना अनलाइन पोर्टलै पर्खिराख्नु भएको छ अनलाइन भर्नु। सायद यो अब अलिकति समय लाग्छ होला अनलाइन खोलिनु। अहिले एकदमै अफलाइनै यो कामहरू भइरहेछ, डकुमेन्ट्सहरू बुझाउने काम। र यहाँ कतिजना कन्फ्युजन भइरहेछ, 11 पेज भर्नुपर्ने है, 11वटा पेजमा भर्नु, म त अब भर्दिनँ भनेर कतिजना कन्फ्युजन भइरहेछ क्या हो। यति लामो फर्म किन भर्नु, कसरी भर्नु भन्ने कन्फ्युजन। तपाईँहरू एकदमै यसमा कन्फ्युजन नहुनुहोस्। त्यसमा तपाईँहरूको त्यति बेसी भर्नु परेन, टिक मात्रै गर्नुपर्छ, येस एन्ड नो मात्रै गर्नुपर्छ। त्यसमा तपाईँहरूको डिटेल्स कोही अफिसियली भर्ने जग्गाहरू छ, यसमा तपाईँले येस एन्ड नो मात्रै गर्नुहोस्। र त्यही अनुसारले डकुमेन्ट कतिजनाले भन्दैछ डकुमेन्ट्स एकदम प्रपर चाहिने रहेछ, सबै डकुमेन्ट्स। यसमा तपाईँहरूको प्रपर डकुमेन्ट्स चाहिँदैन है। मेन तपाईँले भोटर कार्ड, आधार कार्ड, ब्याङ्क एकाउन्ट, रासन कार्ड है, र प्रपर यो डकुमेन्ट्सहरू आफ्नो मेन डकुमेन्ट्स, र तपाईँको हेड अफ द फ्यामिलीको भोटर कार्ड, आधार कार्ड, ब्याङ्क एकाउन्ट, रासन कार्ड, यति नै चाहिन्छ। अनि जति पनि तपाईँहरू सिङ्गल हुनुहुन्छ नि, तपाईँहरू सिङ्गल जस्तै आमा छोरी 25 एबभ हुनुहुन्छ नि, तपाईँको मेम्बर 1, मेम्बर 2, मेम्बर 3 यसरी भर्न सक्नुहुनेछ। एउटैमै तपाईँहरूको सबै फ्यामिलीको नै भएर जानेछ है। जस्तै आमा बुहारीको छ भने तपाईँहरूले एउटैमै भर्न सक्नुहुनेछ, एउटै फर्मले तपाईँको सबै काम हुनेछ है। तपाईँहरू कन्फ्युजन नहुनुहोस्। र तपाईँहरूले भर्नु पनि पर्दैन। फर्म कहाँबाट पाइन्छ भनेर पनि कतिजना कन्फ्युजन हुनुहुन्छ। फर्म एकदम जिपीमा एभाइलेबल छ, एनी टाइम, जुनै टाइममा पनि तपाईँहरू गएर जिपीमा भर्न सक्नुहुन्छ। जिपीको स्टाफहरूले तपाईँहरूको फर्म अलरेडी भरिदिनु हुनेछ र तपाईँले डकुमेन्ट्स मात्रै पुऱ्याउनु पर्नेछ। र डकुमेन्ट्समा एउटा पासफोटो पनि चाहिन्छ है। र तपाईँहरूले जेरेक्सको आफ्नो डकुमेन्ट्सको जेरेक्स अनि पासफोटो लिएर जानुहोस्। जिपीमा स्टाफहरूले एभाइलेबल तपाईँहरूलाई भरिदिइहाल्नुहुनेछ। एकदमै कन्फ्युजन नहुनुहोस्, किनभने यो तपाईँहरूले पाउने अधिकार हो, जसरी पनि पाउनुहुनेछ। यसको फाइदा तपाईँहरूले उठाउनुहोस् है। र यही भन्न चाहन्छु, कसै पनि कन्फ्युजन नहुनुहोस्। तपाईँको टाइम अझै छ भर्ने टाइम, आएर भर्नुहोस्। टाढामा हुने तपाईँको फ्यामिली मेम्बरले पनि कसैले पनि भरिदिन सक्नुहुन्छ, फ्यामिलीबाट एकजनाले जसले पनि गएर भरिदिन सक्नुहुनेछ। र यसमा कसै पनि कन्फ्युजन नहुनुहोस्। अनलाइन तपाईँहरूले डकुमेन्ट्सहरू पनि पठाउन सक्नुहुनेछ र अनलाइन डकुमेन्ट्स पठाएर पनि तपाईँहरूले यो काम गर्न सक्नुहुनेछ है। र यसको समय छ, तपाईँहरू नतालिनुहोस्। फर्म एभाइलेबल छ, जिपीमा गएर भर्नुहोस्, किनभने आफै भर्दा अलिक मिस्टेक हुँदो रहेछ। मैले पनि कति कुरा मेरो वाइफको भर्दा मिस्टेक गरेँ, त्यही कारण जिपीमा गएर भन्नुभयो भने उनीहरूले एकदमै करेक्ट तपाईँहरूलाई करेक्ट भरिदिनुहुन्छ। अनि भेरिफाई भएर तपाईँहरूको कुनै पनि डकुमेन्ट्समा बादमा मिस्टेक हुँदैन है। यो किनभने ब्लकमा पनि गएर भेरिफाई हुँदो रहेछ, त्यति बेला तपाईँहरूको कुनै पनि प्रब्लम हुन सक्दैन। त्यही कारण तपाईँहरू चाहिँ नअत्तालिकन जिपीमै गएर जिपीको स्टाफले नै भरिदिन्छ र तपाईँलाई एकदमै हेल्प पुऱ्याउनु हुनेछ। र उहाँहरूले नै गएर तपाईँलाई भरिदिनु हुनेछ र तपाईँलाई सहायता पुऱ्याउनु हुनेछ र तपाईँले यसको फाइदा उठाउन सक्नुहुनेछ। कोही कसै पनि तपाईँहरू कन्फ्युजन नहुनुहोस् है। यदि कति कुरामा कन्फ्युजन हुनुभयो भने यसो मलाई पनि सोध्न सक्नुहुनेछ। कति कुरा म पनि अरूलाई सोधेर पनि तपाईँलाई जानकारी दिने कोसिस गर्दछु है। किन भन्दाखेरि मेरो भिडियोमा म बाठे भएर भनेको होइन, मलाई जुन कुरा अनुभव भएको
अलिकति बुझेको कुरा हजुरहरूसँग सेयर गर्न पाएको। किन भन्दाखेरि हाम्रो आमा दिदी बहिनीले पाउने अधिकार सबैले पाएको होस्, कसैलाई नछुटेको होस् है। यही भन्न चाहन्छु 3000ले तपाईँहरूको एउटा घरमा धेरैभन्दा धेरै समस्यालाई समाधान हुन्छ। एउटा नानी पढ्नु पाउँछ, महिनामारी तपाईँहरूलाई एकदमै सरसौदा खानुको लागि पुग्छ। खानुभन्दा पनि विशेष गरी हाम्रो नानीहरू पढ्नु पाइन्छ 3000ले। धेरै कुरामा सपोर्ट हुन्छ हाम्रो गाउँ बस्तीमा। किन भन्दा अहिले हाम्रोमा केही पनि छैन है, तर 3000ले हामीलाई धेरैभन्दा धेरै सपोर्ट हुन्छ है। धेरै हाम्रो चुला जल्छ। त्यही कारण म यही भिडियो मार्फत बाठे भएको होइन, एकदमै मेरो दुःख सुख मेरो मलाई फाइदा भएको सबैलाई होस्। किन भन्दाखेरि म जस्तो परिवार, म जस्तो फ्यामिली सबैको छ, तपाईँ हामीको सबैको फ्यामिली छ, कसै पनि नछुटोस्। हामी जस्तो आमा दिदी बहिनी, मेरो जस्तो आमा दिदी बहिनी सबै हुनुहुन्छ, उहाँहरू पनि सबैको लागि होस्। किनभने कतिजना एजुकेटेड हुनुहुन्छ भने कति अनएजुकेटेड हुनुहुन्छ। तपाईँहरूले यसो गाउँघरमा सपोर्ट गरिदिनुहोस्। म त प्रायः मेरो सर्कलमा भनेर मैले फोनहरू गरेर पनि भनिदिएँ है। यसरी तपाईँहरूले एकअर्कालाई पनि सपोर्ट गरिदिनुहोस्। उहाँहरूलाई पनि यो के भन्छ अपर्च्युनिटी उहाँहरूको लागि पनि छ है। र उहाँहरूले पनि यो जुन पाउने अधिकार, पाउने यो हक चाहिँ उहाँहरूको लागि पनि पुगेको होस्। सबै गाउँवासी, सबै हाम्रो आमा दिदी बहिनीको लागि यो एभाइलेबल हुन सकेको होस्, सबैले यो अधिकार पाउन सकेको होस्, यही भन्न चाहन्छु। र यही भन्दै हजुरहरूको अगाडि यो सानो भिडियो बनाउन एकदमै मलाई इम्पोर्टेन्ट लाग्यो है। र हजुरहरूले एकदमै सेयर गरिदिनुहोस्, भारी मात्रामा सेयर गरेर जतिले पनि यो अझै क्लियर भएको छैन अन्नपूर्ण भण्डार विषयमा, तपाईँले हरेकसँग यो सेयर गरेर उहाँहरूसँग पनि यो भिडियोलाई पुर्याइदिनुहुन्छ भनेर आशा राख्दै, र यो भिडियोले ठुलो तपाईँहरूलाई सहायता पुर्याउने सक्नुहुनेछ होला भनेर आशा राख्दै यो सानो भिडियो चाहिँ म यहाँ एन्डिङ गर्छु। यस्तै भिडियो फेरि पनि हजुरहरू समक्षमा यस्तै जानकारीको भिडियोहरू लिएर आउने नै छु है। र तबसम्म मेरो पेजलाई फलो अनि लाइक गर्न नबिर्सिदिनुहोस्। र आज यति भन्दै आजको भिडियोलाई चाहिँ म एन्डिङ गर्दछु। सबैजना थ्याङ्क यू।